हाम्रो स्पेशल कटहरको तरकारी बनाउने प्रोग्राम हुँदैछ हैन। कटहरको तरकारी कसरी बनाउनु पर्छ भन्ने कुरा चाहिँ हैन तपाईहरुलाई म सिकाउँदै छु। हाम्रो भिडियो चाहिँ हेरेर मनोरञ्जन लिइदिनु होला र तपाईहरुले पनि यस्तै मिठो मिठो तरकारी बनाउने उपायहरु सिक्नु होला हैन। यो चाहिँ हाम्रो फाइनली कटहर बुटोबाट टिपेर ल्याएर हैन हाम्रो बोइल भइसकेको कटहरलाई चाहिँ हल्का फ्राई गर्ने कार्यक्रम हुँदैछ हैन। यसै गरी नै हाम्रो पकाउने प्रक्रिया अगाडि बढ्दै जान्छ। हेर्दै गर्नु होला। त अलिकति तेलमा हरियो खोर्सानी र प्याज एड गरे है त। त्यसरी हल्का यो नरम जेलबेलसम्म भुट्नुपर्छ। ठ्याक्कै यसलाई नर्मल बनाउनु पर्छ। यस चुलाको ग्यासको टेम्परेचर अलि कम गर्नुपर्छ हैन। यो पाकिसकेपछि अनि यो फ्राई भइसकेको कटहरलाई त्यसमा हालेर मरमसला बेसार एड गरे। त्यसपछि हल्का नमक पनि एड गर्छु। हल्का बेसारपछि हल्का नमक एड गरे हैन। त्यसलाई राम्रोसँग चलाउनु पर्छ। राम्रोसँग चलाएपछि अब यो चाहिँ जिराको धुलो अनि अब मैले चाहिँ हल्का टमाटर पनि यसमा एड गर्दिए है। हल्का टमाटर एड गरे भने यसको स्वाद अलि मिठो हुन्छ। टमाटर एड गरेपछि पनि यसलाई राम्रोसँग चलाउनु पर्छ। हल्का यो खुर्सानी यो धुलो युज गरे है त हजुर। यो खुर्सानीको धुलो युज गरे कस्टुरी मिर्च भन्छ यसलाई। पनि हल्का युज गरे है त। यसले कलर राम्रो बनाउँछ। हजुर अब यो सक्नु हुँदैछ। त्यसपछि मैले हल्का फ्राई मसलाहरू अर्ग्यानिक ल है त हजुर हाम्रो पूर्ण रूपमा ग्रेभी तयारी भएको छ। अब चाहिँ यो फ्राई गरेको कटहरलाई चाहिँ हामी यसमा एड गर्दैछौँ। बास्ना पनि मङ बसाउँदै आइरहेको छ। पूर्ण रूपमा यसलाई राम्रोसँग चलाउनु पर्दछ। ल है गाइज फाइनली हाम्रो तरकारी रेडी भइसकेको छ। अब यसलाई चाहिँ टक्क उतार्ने कार्यक्रम हुन्छ हैन। फाइनली कटहरको तरकारी रेडी भयो है त। कस्तो स्वाद आएको छ यसो हेरौँ हैन।